कसरी सम्झिनुहुन्छ? पल्सा तपाईको चाहिँ अब एउटा नेपालको हिरो, राम्रो मोडल। त्यसरी हामी पनि चिन्छौँ क्या। हामीहरूले नचिनेका पाटाहरू तपाईँले चिनाउनु पर्यो किनकि तपाईँ त घनिष्ठ मित्र दाजुभाइ क्यारा होइन, राम्रो साथी, राम्रो साथी। यतिखेर आएर चाहिँ तपाईँको आवाज भोल्युमली डाउन भइरहेको किन? है त्यस्तो होइन, अब चिन्छु, अब सबैले चिनिराख्नु भएको छ। अब राम्रो मोडल, राम्रो चाहिँ नायकको रूपमा मैले पनि त्यही रूपमा चिन्ने त हो नि। त्यही त अघि तपाईँले साथी भन्नुभयो होइन? हजुर, तपाईँको त एकदमै नजिकको मिल्ने साथी दाजुभाइ के हो? साथी नै। साथी। त्यो तपाईँको मित्रतामा चाहिँ अहिले कहीँ कतै दरार आइरहेको हो कि के भएको? यस्तो हो, अब ऊ आफ्नो काममा बिजी छ, म आफ्नो काममा बिजी छु। हामी अब ठिकै छ, आफ्नो काममा बिजी हुनुपर्छ, अब त्यही हो। सबै आफ्ना काममा बिजी नै हुन्छन् होइन? तथापि एउटा हलो हाइ त हुन्छ नि, त्यो पनि हुँदैन भन्ने सुनेको हो। उहाँ बिजी भएर होला, मैले चाहिँ अब गर्ने प्रयास गरिरहेको हुन्छु। अब यो मेरो दुश्मन गीतमा पनि उहाँलाई मैले अब यो कोल्याब गरौँ होइन, किन यो फोकटमा दुश्मन दुश्मन भनेर किन अरूलाई चाहिँ फोकटमा होइन, अब हाम्रो राम्रै छ भनेपछि राम्रो तरिकाले गरौँ भनेको। उसले चाहिँ अहिले यो नगरौँ होला भन्ने कुरा भयो, अनि नगरौँ भनिसकेपछि अनि मैले फेरि आफ्नो तरिकाले अनि भिडियो बनाएको। यो उहाँले नगरौँ होला भन्ने जुन कुरा गर्नुभयो नि, उहाँले मेसेजमा गर्नुभयो कि भेटेरै गर्नुभएको? मेसेजमा गरे। मेसेजमा के गीत मन नपरेर कि शब्द मन नपरेर? त्यो त थाहा भएन मैले। त्यसपछि मैले चाहिँ आफ्नो तरिकाले काम गरेँ अघि। त्यसपछि आजका दिनसम्म भेटघाट बोलचाल मेसेज छैन, त्यस्तो छैन। छैन। यो पानी बाराबारको स्थिति चाहिँ कसरी आइरहेछ? खै अब थाहा छैन। म चाहिँ अब सधैँ सबैलाई राम्रो सोच्नु दाइ होइन, मैले कसैलाई नराम्रो सोच्नु दाइ होइन। अब तपाईँ पनि यही फिल्डमा हुनुहुन्छ होइन, म कसैसँग नराम्रो हुन चाहदिनँ कि, किनकि एक बारको जिन्दगी हो, कसैसँग नराम्रो भएर होइन त्यो फलाउनु यस्तो थियो भनेर चाहिँ किन भन्नु पार्ने भन्ने मेरो मान्यता हो। र सकेसम्म अब यो पछाडिको घटनाहरूलाई बिर्सिदिएकै राम्रो। सबै आफ्नो आफ्नो प्लेटफर्ममा आइसकेछ, आफ्नो वेमा होइन। आइसकेपछि तपाईँको चाहिँ सबैजना मिलेर कोल्याब गरेर काम, एउटा गीत गरिसकेपछि, एउटा म्युजिक भिडियो गरिसकेपछि सबै कुरा दर्शक श्रोताले पनि चाहेको त्यही त हो।